आज एउटा कालो पोलिने असत्यमाथि सत्यको चिसो पानी खन्याए। आमा के राख्नुहुन्छ सधैँ तपाईँ? अहिले जे भनिदिए पनि हुन्छ, फेरि सानातिना कुरामा किन झुट बोल्नु? हुन त कतिपय कुरामा छोरासँग झुट बोलेकी छु, तर यसो गर्दा मलाई कति सन्तोष लाग्दैन। यो भन्दा बढ्ता असन्तोष त्यति बेला लाग्छ जति बेला छोराले मेरो कुरामाथि विश्वास गर्दैन र उल्टो शङ्का गर्छ। केही होइन छोरा, सुबोध अङ्कललाई। किन दिनदिनै आइराख्नुहुन्छ हामी कहाँ? किन तिमीलाई मन पर्दैन र? उहाँले तिमी हामी सबैलाई माया गर्नुहुन्छ। सुबोध अङ्कल मन पर्दैन मलाई। किन त्यस्तो भनेको छोरा? उहाँ राम्रो अङ्कल हुनुहुन्छ। अबदेखि त्यस्तो नभन ल छोरा। तपाईँ नहुँदा हामीलाई कस्तो हपार्नुहुन्छ, गाली गर्नुहुन्छ, बुबाले यस्तो माया गर्नुहुन्न। आमा अबदेखि सुबोध अङ्कललाई हामी कहाँ नआउनु भन्नुहोस् न ल। हुन्छ छोरा, म भन्छु, तर अहिले होइन, अलिक पछि भन्छु नि ल। बुबाले यस्तो माया गर्नुहुन्न। प्राविधिक खराबीका कारण अवतरण गर्ने क्रममा सो विमानस्थलमै दुर्घटना भएको छ। विमानमा सवार सबै यात्रुहरूको मृत्यु। ममता, एउटा टेक्ने हाँगो चाहिन्छ, मायाको निर्मल आकाश चाहिन्छ। संसारमा एउटा कोही त माया गर्ने पुरुष चाहिन्छ, जुन माया शारीरिक भन्दा मानसिक रूपमा ज्यादा होस्। नत्र यो एक्लो जीवन तिमी किन पिर्लिन्छौ? हुने कुरा भइहाल्यो,
मन बलियो बनाउनुपर्छ। जिन्दगीमा पीर बाहेक सुख कहाँ देख्न पाउँछु र? सहारा, सुरक्षा, माया गुमाइसकेकी एउटी स्वास्नी मान्छेको अनुहार कसरी उजेलिन्छ र? छोराछोरी पनि सानै छ। आफै सोच्नुहोस्, यत्रो लामो जीवन लिएर म कसरी बाँचु? यो सोच्दा पनि मलाई पट्यार लाग्छ। ममता, त्यसो भए तिमी के चाहन्छौ त? के विचार छ तिम्रो? मैले चाहेर नचाहेर के नै फरक पर्छ र? चाहेका सबै कुरा कहाँ पुग्छन् र? नचाहेर के नै हुन्छ र? मान्छेको मन न हो, चाहनाले बेरिहाल्छ। एउटा पवित्र माया, पवित्र सहारा, सुरक्षाको कल्पना हुन्छ। कल्पना आखिर पानीको फोका झैँ पट्ट फुटेर बिलाउँछ। ममता, तिम्रो भावना बुझे। यो अङ्गालो जिन्दगीभर फुत्कने छैन, न पानीको फोका चाहिँ फुट्नेछ। ममता, के तैँले कुबाटामा टेकेकी त छैनस्? तैँले राम्रो गरिस् त? के निर्णय छिटो त भएन? तेरा छोराछोरीको भविष्य के होला? हिसाबै गर्ने हो भने मान्छेको सोचाइले ब्रह्माण्डै ढाक्छ। सोचेका सबै कुरा पुरा हुनुपर्छ भन्ने छैन। उहाँले त्यसो गर्न साथ तैँले उहाँलाई झट्ट स्वीकार्न किन पर्थ्यो र? के त आफ्ना लागि आफैले खाल्डो खनिरहेकी त छैनस्? आखिर सामाजिक प्रतिष्ठा व्यक्तिगत मर्यादा र महत्त्वको लागि नभई नहुने पक्ष हो। के यो समाज र परम्पराले हाम्रो प्रेमलाई समर्थन गर्ला? आखिर हाम्रो धार्मिक सामाजिक परम्पराले यही देख्न चाहन्छ कि विधवा स्वास्नी मान्छे सधैँ विधवाकै रूपमा रहोस्। यो आइमै लोग्नेको सतमा छैन, लोग्नेलाई नर्कमा पारी। यो आइमै लोग्नेको सतमा छैन, लोग्नेलाई नर्कमा पारी। किन यति डर मान्ने? लोग्ने हुँदा तेरो जीवन कति मनमोहक थियो। लोग्ने तेरो लागि सर्वस्व हुनुहुन्थ्यो। उहाँ नहुँदा आफ्नो र छोराछोरीको लागि माया र सहारा खोजिस् त के बिराइस्? परम्परा र बन्धनलाई तोडेर तैँले के अपराध गरिस्?
समयको माग पनि यही हो। 2 दिनको जिन्दगीलाई किन मरुभूमि बनाउने? निरस जिन्दगीलाई रसाउन मायाको सङ्लो नदी चाहिन्छ, छहारीदार ओत चाहिन्छ। जीवन खुसी, रोदन, दुःख, सुख, कथा व्यथाको भेल हो। आपद, दुःख, सुख सबैलाई पर्छ, सबैले सबै कुरा भोग्नुपर्छ। पीरले तप तप चुहिएर बस्नुभन्दा खुसी खुसी भएर जीवन बाँच्नुपर्छ। अग्लो, गोरो, स्मार्ट, आहा कति ह्यान्डसम मान्छे। फेरि ख्यालठट्टा गर्ने उहाँको स्वभाव राम्रो छ। मेरा लोग्नेको पनि त्यस्तै व्यक्तित्व थियो। सुबोध अलि धेरै चुरोट खानुहुन्छ। उहाँलाई केही भन्ने साहस ममा छैन। त्यसै त मेरो स्वभाव गम्भीर छ। त्यसमा पनि चुरा फुटेपछि त म मुख नै बनेकी छु। के गर्ने होला? मलाई यो चुरोटको गन्ध फिटिक्कै मन पर्दैन। तपाईँ अलिक बढी नै चुरोट खानुहुन्छ। स्वास्थ्यको लागि पनि त्यति ठिक होइन। चुरोट छोड्न सकिन्न र? किन ममता? किन नसक्नु? मन बलियो हुनुपर्छ। गर्छु भनेर प्रण गर्नुपर्छ। आफैलाई नियन्त्रण गर्नुपर्छ। म भोलि नै त भन्न सक्दिनँ, तर केही दिनमै छोडेर देखाइदिन्छु हेर। ममता, यस्तो फिक्का साडीले अब तिमीलाई सुहाउन्न? गुलाबी रङको साडीले तिमीलाई कति आकर्षक हुँदो है? सुबोध दिनहुँ नआएर 2-3 दिन बिराएर आउनु भए राम्रो हुन्थ्यो। फेरि उहाँ नआउनु होला। आहा, मलाई खुब मनपर्ने आलुको अचार र काजु किसमिस हालेको सुजीको हलुवा बनाइसक्नु ममता। हलुवा साह्रै मिठो छ। मलाई पुगेन। बाँकी छ भने अलिकति राख्थ्यौ न ल? के गर्ने होला? आजसम्म छोराछोरीलाई नछुटाइ मैले केही खाएकी छैन। बाध्यतावश एक्लै मिठो खानु पर्दा छोराछोरीलाई सम्झेर निल्न गाह्रो हुन्छ मलाई। तर सुबोधको कुरा कसरी काटौँ? कसरी उहाँको मन दुखाउँ? म उहाँको मन दुखाउन चाहन्न। स्कुलबाट फर्केपछि खाजाको रूपमा छोराछोरीलाई थोरै राखिदिएकी थिएँ। सुजी पनि थोरै रहेछ, हल्ला नि थोरै भयो। के खानुहुन्छ? के बनाइदिउँ? बच्चालाई त अरू दिए नै हुन्छ नि। यही देऊ न मलाई।
मेरा पति पहिले छोराछोरीको लागि छुट्याएर मात्र खानुहुन्थ्यो। पुगेन भने बरु उहाँ खानुहुन्न थियो। मिठो चोखो खानेकुरा बच्चाहरूले खान पाएनन् भने मलाई दिनभरि घाम नलागे जस्तै हुन्छ। छोराछोरी स्कुलबाट आउने बेला भयो, म उनीहरूलाई केही खाजा बनाइदिन्छु है। ममता, यहाँ आउनु। एउटा कुरा सोधौँ? भन्नु न, के कुरा हो? जे होस्, नढाँटेर भन्छौ। भन्नु न त, किन डाँट्नु र? तिमीलाई सबभन्दा बढी कसको माया लाग्छ? संसारमा मान्छेले सबभन्दा बढी माया आफूले आफूलाई गर्छ होइन र? त्यो त सबैले बुझेर जानेको कुरा हो। त्यसपछि अझै कसको? छोराछोरीको, तपाईँको। म त चाहन्छु कि तिमी तिम्रो छोराछोरीलाई भन्दा मलाई बढ्ता माया गर। छोराछोरीको माया, लोग्नेको माया, अरूको माया छुट्टा छुट्टै हो। मायाको आफ्नै विशेषता छ। तपाईँलाई त माया भन्दा पनि देवताको रूपमा स्वीकार गरेको छु, तर छोराछोरीको पनि असाध्यै माया लाग्छ। आमा भोक लाग्यो कि खानेकुरा दिनुहोस् न। आमा भोक लाग्यो कि खानेकुरा दिनुहोस् न प्लिज के आमा। भोक लाग्यो कि प्लिज के आमा। बच्चाले डिस्टर्ब गरेको मन पर्दैन मलाई। पैसा दिएर बाहिर खान जाऊ भन। ल बाहिर गएर खाएर हो है। आमाले आज हलुवा बनाइदिनु भन्नुभएको थियो, बनाइदिनु भएन। मैले उहाँमा उदात्त भावना खोजेकी थिएँ, पावन पक्ष खोजेकी थिएँ। उहाँले पनि मेरा छोराछोरीलाई मेरा पतिले जस्तै माया गर्नुभएको भए हुन्थ्यो। तिमीहरू बाहिर खेल्न जाऊ। कति हतारोसँग मेरा दुवै छोराछोरीलाई लखेट्नु भयो। कति चाँडै मेरा सबै कुरामा अधिकार जमाइसक्नुभयो। सुबोध म बिरामी भएको पनि वास्ता गर्नुहुन्न। सधैँ मलाई कोपर्न, लुच्न, चाट्न चाहनुहुन्छ। यस्तो बेला बढ्ता माया मानसिक होस् भन्ने चाहन्छु, चाहे जस्तो कहाँ हुनु। ढोका लगाइदेऊ ममता। छोराछोरी आइपुग्छन्।
आज मलाई सन्चो पनि छैन, जिउ भारी भइरहेछ, मन चटक चटक गरिरहेछ, बोल्न मन पनि छैन। धेरै बहाना नगर। आजकल तिमी निर्जीव जस्तो लाग्छ। कति सजीव भइराख्ने त। ज्यानको पनि ख्याल गर्नु पर्यो, समयको पनि ख्याल गर्नु पर्यो। अरू कुरा थाहा छैन, खुरुक्क ढोका लगाएर यहाँ आऊ। आमा आमा ढोका खोल्नु न आमा। बोर्डिङमा राख्थ्यो भन्दा मान्दिनौ। मलाई त वाक्क लागिसक्यो। कति मन दुख्ने कुरा गर्नुभएको सुबोधले। त्यसरी रिसाएर जानुभएको मान्छे आज फर्किएर पनि आउनु भएन। आज सिनेमाको कार्यक्रम राखेको छु, तयार हो। बच्चाहरूलाई घरमै छोडे। होइन हामी घर बस्दैनौँ, हामी पनि सिनेमा हेर्न जाने। हुँदैन, तिमीहरू घरमै बस्नुपर्छ। धेरै दिन भयो छोराछोरीलाई कतै घुमाउन नलगेको। कतै त लग्नु पर्ने। उहाँले कहिले छोराछोरीलाई हप्काएको थाहा भएन। मैले हप्काउँदा पिट्दा मलाई नै गाली गर्नुहुन्थ्यो। बाबुलाई म बिस्कुट ल्याइदिन्छु नि त, नानीलाई चाहिँ चक्लेट, खेलौना पनि ल्याइदिन्छु, नानीलाई पैसा पनि दिन्छु, बाबुलाई पनि दिन्छु।
भिजाउँदैछन् तिम्रा पंखहरू उदासीमै कैद छन् उदासीमै कैद छन् आड लाग्ने पर्खाल कतै भत्किने पो हो कि ममताको अन्जुलियो प्रीति ने पो हो कि रोदन नयन भरी घाउ मनभरि तिम्रा सपना सिरानी भिजाउँदैछन् तिम्रा पंखहरू उदासीमै कैद छन् उदासीमै कैद छन् कति भयो 300 रुपियाँ मात्र 300 मात्र हो हो। कति छोराछोरीको ख्याल गर्नुपर्ने यार तिमीलाई। त्यही छोराछोरीको लागि त बाँचेको छु। मैले माया नगरे तिनीहरूलाई कसले गर्छ? ए तिमी मेरो लागि बाँचेकी होइनौ? होइन, तपाईँको लागि पनि बाँचेकी छु, तर छोराछोरीको लागि पनि हो। कस्तो सङ्कीर्ण विचार सुबोधको। किन उहाँले आफ्नो माया र विचारलाई फराकिलो पार्न सक्नुहुन्न? हेर्नु न, खेल्न गएकी छोरी त अहिलेसम्म घर फर्केकी छैन। खोज्न जाउँ न। बाबु आऊ जाउँ। छिटो न दाइ, मेरो छोरी चन्द्रमालाई देख्नुभयो त्यता कतै? देखिन त मैले राम्ररी। किन पसिनै पसिना भएर खोज्न गयो कि? पुलिसले भेटेपछि रेडियोबाट खबर दिइहाल्छ। अब प्रश्न गर्नु, जवाफ दिनु अनर्थ छ। बाघलाई गाई सम्झेर कहाँ हुन्छ र? आजसम्म मैले गाईलाई होइन, बाघलाई माया गरिरहेछु, विश्वास र आशा गरिरहेछु।
जीवन सम्पूर्ण रूपमा उहाँलाई समर्पण गरेकी थिएँ। सबै लतरपतर भयो। मेरा सम्पूर्ण भावना उदास उदास पोखरीमा फ्याँकी। दिदी चन्द्रमा हस्पिटलमा छिन्, मोटरसाइकलले धक्का दिएछ। दिदी, चन्द्रमा बहिनीलाई खासै चोट लागेको छैन, होसमै छिन्। नआत्तिनुस्, अस्पताल जाउँ। मलाई साह्रै पेट दुखिरहेछ। चन्द्रमालाई खासै चोट पनि लागेको रहेछ। सँगै ल्याऊ। यही मुखलाई कति लोभी भएर हेर्थे, तर आज छि, के हेर्नु त्यो मुख। हाम्रा बीचमा घृणाको पर्खाल उभिएको छ, सद्भावनाको पुल भत्किएको छ। मेरी छोरी हराउँदा सुबोधलाई चित्त दुखेन। अच्छा, यो भन्दा बढ्ता एक्सिडेन्ट भयो भन्ने सुन्दा पनि पेट दुखेको बहाना गर्नु पर्यो। अस्पतालसम्म पनि जानु भएन। मेरो रगतमाथि श्रद्धा, माया, करुणाको बदला घृणा राख्ने सुबोधसँग मैले किन सम्बन्ध राख्ने? सम्बन्ध राख्नु पनि अपराध हो, किनभने मेरा छोराछोरी मेरा लागि चन्द्र र सूर्य हुन्। मेरो छोराछोरीको लागि सुबोधसँग सम्बन्ध राख्नु मेरो आफ्नै स्वार्थ नभई छोराछोरीको स्वार्थ पनि गाँसिएको थियो। तर सधैँ छोराछोरीमाथि उहाँको ईर्ष्या थियो, जलन छ। मेरो कस्तो दुर्भाग्य। भुल्न खोज्दैछन्, जिउन खोज्दैछन्, मातृत्वमै समर्पित भई बढ्न खोज्दैछन्। तिम्रा सपना सन्तानमै निहिन्छन्, तिम्रा पाइलाहरू गन्तव्य नयाँ खोज्दैछन्, गन्तव्य नयाँ खोज्दैछन्। अब ऊ नआए हुन्थ्यो। ममता, मलाई थाहा छ तिमी निकै परिवर्तन भइरहेको छौ। यसको कारण के हो? ममता, तेरो अन्तरात्माको असन्तोषको कोचिएको पोको पोख्ने ठाउँ यही हो।
तेरो वेदनाले पाकेको घाउ फुटिसकेको छ। सत्य र न्यायका लागि कठिन जीवन सुरु भए पनि केही छैन। सुबोध तेरो जीवन रुखमा जोडिएको मसिनो हाँगा हो भने छोराछोरी तेरो जीवन रुखका हाँगा, जरा, फल सबै हुन्। छोराछोरीलाई लत्याएर सुबोधलाई स्वीकार्नु यो तेरो जीवनको भयङ्कर भूल र अपराध हुनेछ। त्यो भूल र अपराधलाई कसैले क्षमा गर्ने छैन। सुबोधलाई लत्याएर छोराछोरीलाई च्याप्नु तेरो त्याग र धर्म हुनेछ, स्वार्थ हुने छैन। किन जवाफ नदेखि हँ? आज म तपाईसँग अन्तिम फैसला गर्दैछु, जुन फैसलाले तपाईलाई चोट पर्ला र मलाई पनि पर्न सक्छ। म आफ्ना छोराछोरीको लागि यो कुरा गर्दैछु, जुन कुरा गर्छु भनेर मैले सपनामा पनि सोचेकी थिइनँ, न त तपाईले नै सोच्नु भएको थियो। अब मनमा गुम्साएर राख्नु उचित हुने छैन। जुन विश्वास, आस्था लिएर तपाईको सहारा खोजेको थिएँ, त्यो सबै मृग तृष्णा रहेछ। अहिले थाहा पाएँ, म कुवामा सडिरहेको छु, गल्लीमा फ्याँकिरहेको छु। मेरा कमजोरीका पर्खालहरूले मेरा शब्दहरूलाई थिचिरहेका थिए। आज म ती सबै पर्खालहरूलाई भत्ताभुङ्ग पारिदिन्छु। बहानाको जिन्दगी लिएर बाँच्न चाहन्न। तपाईको चित्त नदुखाउन धेरै यत्न गरे, तर तपाईले मेरो चित्त दुखाउन छोड्नु भएन। मेरा छोराछोरी प्रति तपाईको व्यवहार कति रुखो थियो, कति उपेक्षापूर्ण थियो, जसलाई सहन मलाई साह्रै गाह्रो भयो। तपाई प्रतिको मेरो विश्वास पतझरको पहेँलो पत्ता झैं मेरो जीवनकालबाट झरिसकेको छ। हुन त एउटा शानदार र प्रेमपूर्ण जीवन तपाईसँग बिताउन मैले धेरै कोसिस गरेँ, तर त्यो सबै तासको महल झैं ढलिदियो। यो नसम्झनुस् कि मैले सम्पूर्ण रूपमा तपाईलाई दोष दिँदैछु। तपाईलाई यस्तो वातावरण तयार गरिदिने हाम्रो समाजका रीतिरिवाज पनि दोषी छन्। हुन त तिनीहरूलाई हामी बदल्न सक्थ्यौँ, हामीले राम्रो कोसिस गरेको भए। तर तपाईले मलाई सहयोग गर्नु भएन। तपाईको हस्तक्षेप र अधिकारभित्र बाँच्न चाहनु। दुईटा छोराछोरीलाई आफ्नो जीवन आधार मानेर बाँच्नेछु। मेरा छोराछोरीको माया नै ठुलो हो र सम्पूर्ण छ। मलाई कसैको सहाराको जरुरत छैन। मलाई छोड्दिनुस्, मलाई मुक्ति दिनुस्। त्यसो भए हाम्रो नाटकीय जीवन तिमी खत्तम गर्दैछौ होइन? आखिर जीवन नै नाटक हो, संसार नै रङ्गमञ्च। म तिम्रो जीवन बर्बाद गरिदिन्छु, बदनाम गरिदिन्छु। मलाई कुनै परवाह छैन, सबै सहनेछु।
आज एउटा कालो पोलिने असत्यमाथि सत्यको चिसो पानी खन्याए। धेरै समयदेखि पाकेको पिलो घाउ फुटेर सन्चो भयो। घाँटीमा वर्षौँ झुन्डिएको ढुङ्गा खसेर हलुङ्गो भयो। सुबोध अब कहिले पनि मेरो घर नआइदियोस्। आमा, सुबोध अङ्कल मन पर्दैन मलाई। छोरो, अब सुबोध अङ्कल कहिले आउने छैन। आमा सन्तानको खुसीका लागि जस्तो सुकै त्याग गर्न सक्नुहुन्छ। एकपटक आमाको अनुहार निहालेर हेर्नुहोस् त, त्यहाँ माया नै माया पाउनुहुनेछ। त्यसैले त्यो त्याग र माया सम्झी आमालाई पनि सम्मान र माया गरौँ।